हेलो गाइज वेलकम टु माई ब्लग। फेरि म आज पनि आइसकेको छु बेरोजगार लन्ठो। हाम्रो यहाँ भाउजू पनि अब टिकटक बनाउन लाग्नु भइरहेछ। म चाहिँ यत्तिकै बसिरहेको छु। हाम्रो दाइरा छोरी भित्र सुतिरहेको छु न। अब म चाहिँ यत्तिकै बसिरहेको छु। अब के गर्छु थाहा छैन। अब सुत्छु बस्छु त्यही हो, बेरोजगार छु। अब हेरौँ चाहिँ अब मेरो लुगा धुनुपर्ने छ। हिजो मल बोकेको लुगा छ अलिकति होइन। अब अल्छी लागेको छ धुन पनि। अब लुगा धुन्छु अनि हेरौँ अब यसो कतै जान्छु कि थाहा छैन। दाइको उस आउँदैछ अरे होइन, दराजबाट सामान आउँछ अरे। हामी चाहिँ अब दराजबाट सामान लिन गयौँ। अब केही काम छैन, दिनभरि बसेको सुतेरै बसेको होइन। दिनभरि सुत्यो बस्यो, कहीँ पनि गइनँ केही पनि गरिनँ। अब जाँदैछु टाढा, जाँदैछु टाढा। चाहिँ के मगाएको छ भने हेर्दैछौँ है, किनकि हामीलाई थाहा नै छैन कि के मगाएको भनेर। हामी चाहिँ हेर्दैछौँ के मगाएको छ भने थाहा छैन हामीलाई चाहिँ, किनकि भाउजूले मगाउनु भएको। के हो यो? टिस्यु रहेछ, छोरीको लागि टिस्यु रहेछ गाई त्यो चाहिँ होइन। अनि फेरि त्यो हाम्रो दराजवाला दाइले पनि यसो सब्सक्राइब गरिदिनु भयो एक होइन। तपाईँहरू पनि गर्न नबिर्सिनु होला। लाइक कमेन्ट एन्ड सब्सक्राइब चाहिँ जसरी पनि गरिदिनु होला। अब म चाहिँ घर जाँदैछु। हामी चाहिँ दराजको सामान लिन आएको गाइस। ओए मसँग त फाइनली गाइस लड्यो होइन, नराम्रोसँग लड्यो, पुरै भिज्यो होइन। अब के गर्नु अब। अच्छु यो दराजको सामानले गर्दा पनि अब घरमा गएर लुगा फेर्नुपर्ने हुन्छ। गाह्रो भयो जस्तो छ, पुरै लथ्रोकै भिज्यो। ल गाइज अब चाहिँ हामी घर जान्छौँ। के भनिँदै भन्न। खुट्टामा अलिकति घाउ भयो जस्तो लागिरहेछ। यहाँ खुट्टामा दुखिरहेछ अलिकति। आइया खुट्टा अलिकति धेरै नै बेसमै लाग्यो जस्तो लाग्यो। फाइनली गाइज घर चाहिँ आइसक्यौँ होइन। अब लुगा फेर्नुपर्ने हुन्छ। जाडो छ हाम्रो चाहिँ बेलुकाको यस्तो भइरहेछ अहिले चाहिँ, मौसम यस्तो छ। तर मैले आज यहाँ लुगा सुकाएको थिएँ। अब यहाँको अब सुकाएको लुगा चाहिँ अब लाउँछु होइन। यहाँ झरेछ मेरो लुगा चाहिँ। अब यो लुगा र यो टी सर्ट लाउने छु, किनकि आज म लुगा धोएको थिएँ। अब के गर्नु लड्यो। अब घर आइपुग्यो होइन, घरको हाल त्यस्तो छ। दिस इज माई होम। ल हामी चाहिँ फाइनली घर आइपुग्यो, रुममा आइपुग्यो। घरमा चाहिँ नयाँ मान्छे आएर छ होइन। दाइको साली, मेरो चाहिँ घरवाली। हेराइमै फिदा हो नि फेरि म त। यहाँ चाहिँ अनबक्सिङ भइसक्यो होइन। के रहेछ? स्याम्पू लोसन भयो। स्याम्पू र लोसन उस्तै उस्तै ह। कम्पनी उस्तै भयो। कम्पनी एउटै उस्तै खै दिन्छु त्यो एउटै कम्पनीको किन्नु। यो चाहिँ दराजले किनेको मैले। त्यसको 50% डिस्काउन्ट है। दुईटा 50% डिस्काउन्ट। अनि चाहिँ 11 मा कतिमा किनेको 111। हामीले पाएको दराजको के हो रे भाउजू? 11 को सेल यही मात्र हामीलाई परेको भनेको। 11 रुपियाँको डाइपर र यही हो। ल अरूलाई के पऱ्यो 11 मा? हामीलाई त केही परेन, यस्तै पर्छ। छोरीको लागि मात्र पर्यो। अब चाहिँ म लुगा चेन्ज गर्छु होइन। म चाहिँ होइन लुगा चेन्ज गरेर आएको। हामी चाहिँ दाइ र म चाहिँ यसो अब आगो ताप्न आइदिएको होइन। चट्टा लाएर जाडो जाडो सुरु भइसक्यो। त्यतातिर कतिको जाडो छ, यता त लास्टै अलि हुन्छ नि। बिहान र बेलुका त अलिक चिसो चिसो हुन लागिरहेको छ क्या। बिहान
बिहान बेलुका चाहिँ चिसो छ होइन फेरि हाम्रो यो आगो चाहिँ फेरि पराल बालेको हो आगै ताप्नको लागि भनेर चाहिँ बाले होइन त्यही पनि यसो अब ताप्दिउँ न अब यहाँ बलिरहेको छ त आगोको सदुपयोग गरिदिउँ भन्ने सोच होइन त्यही हो पसल ल गाईले हामी चाहिँ पसल जाने रे फेरि पसल यहाँ अल्छी लाग्छ क्या म बेरोजगारलाई यस्तो कहाँ हिँड भनेर हुन्छ अल्छी लाग्न भनेको अब बसेको देखेँ कि पसल हिँड भन्छ के गर्नु ल खुट्टाले आगो बाल्न सक्छ केटाकेटी जस्तो छोरीछोरीको बाउ भइसक्यो खुट्टाले आगो बाल्न सक्छस् भन्छ अब ल ल छोरीछोरीको बाउको हालत यस्तो छ खुट्टाले आगो बाल्न सक्छस् रे ल गाई सक्छ त कसैले ल यस्तो त छ ल केटाकेटी जस्तो खेलेर बस्छ ल निभाइदियो भोले आगो पनि निभाइदियो छोरीछोरीको बाउ रे खोरे छोरीछोरीको बाउ हामी चाहिँ पसल जान लागेको होइन अब म चाहिँ चप्पल लगाएर आउनु पऱ्यो किनभने त खाली खुट्टा आएको हो जाडो भइरहेको छ खोइ त ज्याकेट पनि छैन यार काठमाडौँमा छुट्टिएको छ सबै बाउलाई पनि फोन गरे हो क्या तेरो बाउ एउटा कुरा हेर्ने गाइज यस्तो काम गर्ने मान्छे कहाँ पाउनु दाइको साली मेरो घरवाली पसल के किन जानु चुरोट किन जानु चुरोट दाइलाई चुरोट तिमी भन न छोडिदिइहाल्छ नि कति माया गर्छ मलाई चुरोट खान्छ भनेर सोध्छ खान्न भन्नु परिहाल्यो म ज्याकेट खोइ केही छैन एउटा लाउनु जान लागेको होइन म चाहिँ लुगा लाएर आएको पसल जानको लागि होइन चट्ट ज्याकेट लाएँ अब चट्ट पसल जाने हो अनि पसल गरेर आउने हो अनि आएर भातसुत खाने हो अनि सुत्दिने हो बेरोजगारको आज काम सक्यो बेरोजगारको काम छैन दिनभरि सुत्यो बस्यो हल्लियो अब घरमा आइयो अब के गर्नु छ र अब फेरि सुत्छु के गर्नु बेरोजगार अनि फेरि अब यहाँ लुगा झिक्नुपर्छ भने यहाँनिर अब बेरोजगारलाई गाली गर्छ भने घरभित्र छिप्न दिँदैन मैले राखेँ होइन एउटा कुरा त त्यो लुगा एकछिन छोरीसँग खेल्यो अब एकछिनमा खानासाना खाइन्छ अनि सुत्ने हो अब बेरोजगारीको कामै सुत्ने बस्ने मात्र हो त्यही हो लास्टमा अब लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनुहोस् त्यति भयो हुन्छ भिडियो आइरहन्छ बेरोजगारीवाला भिडियो बाई।